देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त। धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने? हामी सबैले सोच्न परेको छ नि, नत्र बर्बाद हुन सक्छ। सरकारले जसरी यहाँका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका विरुद्ध गतिविधि गरेको त अब त उदङ्ग भइसकेको छ। उसको पहिलो काम हजारौं र लाखौं सुकुम्बासीहरूलाई विचल्ली पार्नु प्रष्ट देखियो। सोसियल मिडियाबाट अल्गोरिदमिक म्यानिपुलेसन जो भन्ने गर्छौँ हामी, त्यो अफिमै हो। लट्ठ पारिदिए सबैलाई। अब हामीले पनि अफिम युद्ध चलाउन पर्ने भएको छ। हामीले पनि अर्को कुनै उपाय छैन। नेपालको मिचिएको भूमि फिर्ता गर्ने सन्दर्भमा हामीले हाम्रो नक्सा सच्याउने काम संसदबाट सर्वसम्मत रूपले हामीले गर्यौं। त्यति बेला कति ठुलो दबाब थियो होला। संविधान बनाए बापत नाकाबन्दी बिहोर्नु पर्यो नेपाल र नेपाली जनताले, आफ्नो अधिकारको प्रयोग गरे बापत। तर हामीले भन्यौं हामी यो नाकाबन्दीको सामना गर्छौं। मूल कुरा र चुरो कुरा हामीले नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नु पर्ने, शक्ति आर्जन गरिराख्नु पर्ने, जनताको बीचमा गइराख्नु पर्ने र जनतालाई आन्दोलित गरिराख्नु पर्ने प्रमुख कामबाट हामी केही न केही विमुख हुन पुग्यौं। यही नै मुख्य कमजोरी भयो भन्ने मलाई लाग्छ। गएको भदौ 23-24 जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जस्तो वैदेशिक दबाव हस्तक्षेप हामीले देख्यौं, नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखा अगाडि देख्नु पर्यो। सायद नेपालको इतिहासमा सुगौली सन्धि पछि यस्तो धेरै निरीहता नेपालको हामी कसैले इतिहासका किताबमा पढ्न पनि परेको थिएन। अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपालीहरू, नेपाली सेना, त्यसका कमान्डरहरू भएको शक्ति अहिले आएर यो निरीह अवस्थामा केले पुग्यो? हामीले हिजो थुप्रै सामन्ती निरङ्कुश तन्त्रका दमन अत्याचारका विरुद्ध विद्रोह गर्ने, क्रान्ति गर्ने, कहिले सशस्त्र, कहिले शान्तिपूर्ण, कहिले जनयुद्धका रूपमा, कहिले जनआन्दोलनका रूपमा नेपाली जनताको विद्रोहको तागत प्रदर्शन गर्ने वामपन्थी दलहरू पनि भदौ 23 र 24 आउँदा निरीह शक्तिहीन के कारणले भयो? त्यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरिकन आजका चुनौतीहरूको सामना गर्ने कुरा हुन सक्दैन। थुप्रै कुरा भन्न सकिन्छ। हामीले विगतमा थुप्रै कमी कमजोरीको समीक्षा, आत्मालोचना गर्ने पनि गरेका छौं। तर यो पटक त्यस्तो सामान्य समीक्षा र सामान्य आत्मालोचनाले पुग्ने स्थिति छैन। हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौं। हामीले कहीँ न कहीँ यति भयानक परिस्थिति सिर्जना हुने, हाम्रा आँखै अगाडि नेपालका ऐतिहासिक धरोहरहरू जलाइने, सबै राजनीतिक दलका पार्टी कार्यालयहरू जलाइने, त्यहाँ रहेका इतिहास र त्योसँग सम्बन्धित थुप्रै सामग्रीहरू जलाइने र एकै दिनमा विध्वंस गर्ने परिघटना के कारणले भयो? यहाँ हामीले साम्राज्यवादले हस्तक्षेप गर्यो, यति भनेर पुग्छ भन्ने मलाई लाग्दैन। त्यति भनेर समस्याको समाधान हुँदैन। हस्तक्षेप त गर्यो, हामीले के गर्यौं भन्ने कुराको जवाफ चाहियो। हामीले त्यसका विरुद्ध के गर्यौं र किन गर्न सकेनौं भन्ने कुराको सही विश्लेषण नगरिकन फेरि पुरानै तरिकाले कसैले जडसूत्रवादी ढंगले फेरि दोहोर्याउने तिनै नारा
कसैले एकदम चाहिँ तपाईको चाहिँ आत्मसमर्पणवादी तरिकाले चाहिँ जाने यो प्रवृत्तिबाट हामी समस्याको समाधान गर्न सक्दैनौँ। मैले अहिले लामो व्याख्या त गर्न सम्भव छैन, तर मेरो अनुभव, हाम्रो पार्टीको अनुभव, मैले भन्नुपर्दा हिजो इतिहासमा निरङ्कुश पञ्चायती तानाशाहीका विरुद्ध गरिएका हाम्रा संयुक्त आन्दोलनहरूका अनुभव, जसमा त्यति बेला हामी सबै वामपन्थी दलका नेताहरू अहोरात्र खट्थ्यौँ पनि, संवाद र सहकार्यमा हुन्थ्यौँ पनि र पञ्चायती तानाशाहीका विरुद्ध संयुक्त सङ्घर्षमा होमिन्थ्यौँ पनि र हामी अन्ततः विजयी पनि भयौँ एउटा सीमासम्म। हामीले हिजो सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाली जनतालाई, अझ नेपाली जनताको पनि सबभन्दा उत्पीडित वर्ग समुदाय, मजदुर किसानदेखि सबै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू लगायतका नेपालका उत्पीडित समुदायको हक अधिकारको निम्ति भनेर हामीले विद्रोहको झण्डा उठायौँ। 10 वर्ष जनयुद्ध भयो, हजारौंको बलिदान भयो। त्यसको नेतृत्वकर्ताको हैसियतले र त्यो समग्र प्रक्रियामा पनि विभिन्न वामपन्थी राजनीतिक दलहरूसँग सहकार्य, एकातिर युद्ध चलिराखेको छ, अर्कोतिर तपाईहरुलाई यो पनि म स्मरण गराउन चाहन्छु, हामी कहिले देशभित्र कहिले देश बाहिर नेताहरू सँगै बस्थ्यौं र छलफल गर्थ्यौं। निरङ्कुश राजतन्त्रका विरुद्ध गणतन्त्रको आन्दोलनलाई कसरी अगाडि बढाउने, हामीसँग त्यो अनुभव पनि छ। अन्तमा 12 बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतासम्म आउने क्रममा जसरी जनयुद्ध र जनआन्दोलनलाई जोडेर एउटा विशाल क्रान्तिकारी आन्दोलन सृष्टि भयो, जसले राजतन्त्रको अन्त्य गरेर देशमा लोकतान्त्रिक गणतन्त्रको नयाँ युग नै सूत्रपात गर्यो, जसले 100औं वर्षदेखि दबाइएका, उत्पीडनमा पारिएका, विभेदमा पारिएका जाति, समुदाय र वर्गलाई एकचोटि शिर ठाडो गरेर अगाडि जाने, राज्यमा आफ्नो पनि अपनत्व र स्वामित्व प्राप्त भयो भन्ने र सबभन्दा ठुलो कुरा त संविधानमा पहिलो पटक नेपालको इतिहासमा नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न भनेर सम्मानित गरियो। तपाईहरुले पढ्नु भएको छ संविधानको सुरुमै, सार्वभौम नेपाली जनताले पहिलो पटक आफ्नो सार्वभौम अधिकारको प्रयोग गरेर आफूद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा यो संविधानको जारी गरेर घोषणा गरेका छौं भन्ने भाषा छ। यो आफैमा एउटा युगान्तकारी परिवर्तन हो, हामी कोही भ्रममा नबसौं। यो त्यत्तिकै सजिलै भएको पनि होइन, धेरै ठुलो संघर्ष र बलिदान पछि, धेरै ठुलो मेहनत पछि नै यो अवस्था सिर्जना भएको हो। म यहाँ उपस्थित कमरेडहरूलाई खाली स्मरण मात्रै गराउन चाहन्छु। त्यसपछि पनि शान्ति सम्झौता भएर संविधान सभाको चुनाव भएपछि पनि हामीले कम चुनौतीको सामना गर्नु परेको होइन। एकातिर संविधान बन्नै नदिने, गणतन्त्रको संविधान बन्नै नदिने देशभित्र र बाहिरका प्रतिक्रियावादी पुँजीवादी शक्तिहरू निकै सक्रिय थिए। त्यति मात्र होइन, मलाई त हिजो जनयुद्धको कमान्डरको हैसियतले मलाई यो कुरा प्रत्यक्ष अनुभूति छ, गहिरो अनुभूति छ, कसरी विश्व शक्तिहरू नेपालमा शान्ति सम्झौता नहोस् भन्नको निम्ति एकातिर राजनीतिक दलहरू हामी शान्ति प्रक्रियातिर अगाडि बढ्नको निम्ति समझदारीको दस्तावेज तयार पार्दै थियौं भने महाशक्तिका प्रतिनिधिहरू कुनै हालतमा शान्ति सम्झौता हुन दिन हुँदैन भनेर हामी जहाँ जहाँ जान्छौं त्यही पुगेका थिए। म यो कुरा पनि सबै यहाँ उपस्थित कमरेडहरूलाई र यो मञ्च मार्फत देशभरिका जनतालाई पनि म स्मरण गराउन चाहन्छु। त्यसको हामीले सामना गर्यौं। राजनीतिक दलहरूले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्दै हाम्रो बारेमा निर्णय हामी आफै गर्छौं भनेर हामीले आफ्नै मौलिक विशेषता सहितको विस्तृत शान्ति सम्झौता गर्यौं। हामीले नै संविधान सभाको निर्वाचन गर्यौं र संविधान सभाबाट संविधान बन्न नदिनको निम्ति भएका बहसहरू म तपाईहरुको अगाडि एकचोटि स्मरण गराउन चाहन्छु। निकै पेचिला बहसहरू,
म आफू शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता पनि हुनुको नाताले, संविधान सभाको एउटा प्रवक्ता पनि हुनुको नाताले म माथि सबभन्दा बढी दबाब परेको थियो संविधान बनाउने प्रक्रिया रोक्नको लागि। तर हामी हिजैदेखि जनता र राष्ट्रको निम्ति मृत्यु स्वीकार गरेर हिँडेको हुनाले कुनै शक्तिको दबाब र हस्तक्षेपको अगाडि नेपाली जनताको निर्णयको अधिकारलाई चुनौती दिने काम हुन दिन सक्दैनौँ, दिएनौँ। म आज यो कुरा पनि तपाईहरुलाई स्मरण गराउन चाहन्छु। संविधान बनिसकेपछि तपाईँ हामीलाई थाहा छ हामीले निकै ठुलो नाकाबन्दीको सामना गर्नु पर्यो। सानो कुरा हो। संविधान बनाए बापत नाकाबन्दी बिहोर्नु पर्यो नेपाल र नेपाली जनताले आफ्नो अधिकारको प्रयोग गरे बापत। तर हामीले भन्यौं हामी यो नाकाबन्दीको सामना गर्छौं। नेपाली जनता बरु आधा पेट खाएर भए पनि मैले त्यति बेला घोषणा गरेको थिएँ, ठिकै छ गाडी नचलाउँला, तेल नपाए साइकलमा चढौँला या पैदलै हिँडौँला, तर विदेशी शक्तिको अगाडि हामी झुक्दैनौँ भन्यौं, झुकेनौँ पनि। अन्ततः उनीहरूलाई झुकाएरै छोड्यौं। हामीले जितेको, नेपाली जनताले जितेकै हो। अनि राष्ट्रिय स्वाधीनताको प्रश्नमा जब आयो, नेपालको मिचिएको भूमि फिर्ता गर्ने सन्दर्भमा हामीले हाम्रो नक्सा सच्याउने काम संसदबाट सर्वसम्मत रूपले हामीले गर्यौं। त्यति बेला कति ठुलो दबाब थियो होला तपाईहरु कल्पना गर्न सक्नुहुन्छ। तर हामी त्यहाँ झुकेनौं, हामी अगाडि बढ्यौं र हामी सफलै भयौं। यसरी श्रृङ्खलाबद्ध रूपमा नेपाली जनताको एकपछि अर्को विजयको नेतृत्व गर्ने पार्टी हामीहरू 23 र 24 मा यस्तो निरीह हुने स्थिति किन बन्यो? मेरो फेरि पनि प्रश्न यहीँनिर म तपाईहरुको ध्यान ल्याउन खोजेको छु। मैले किन यस्तो भयो? कहाँ चुक्यौं हामी? यति ठुलठुला ऐतिहासिक विद्रोह, क्रान्ति, परिवर्तन, प्रतिनिधित्व, हक अधिकार जनताको दिलाउन सक्ने पार्टी र नेताहरू तपाईँ हामी सबै अहिले चाहिँ विक्षिप्त जस्तो हुने ठाउँ किन बन्यो? मेरो निष्कर्ष, मैले यी सबै आन्दोलनको नेताको हैसियतले भन्न खोज्दैछु। मेरो के निष्कर्ष बन्दैछ भने हामीले जनयुद्ध र जनआन्दोलन चलाउँदासम्म हामी सामन्तवादका विरुद्ध र साम्राज्यवादका विरुद्ध संघर्षको स्कुलिङ गरिराख्थ्यौं। हामीले विचारलाई निरन्तर परिमार्जन गर्ने, स्पष्ट पार्ने कुरालाई उच्च प्राथमिकताका साथ लिन्थ्यौं। हामीले हाई स्कुल, स्कुलमा विद्यार्थी भाइ बहिनीहरूलाई विचारको स्कुलिङ, क्रान्तिको स्कुलिङ हामी गरिराख्थ्यौं। हामी किन नेपाल पछि पर्यो भन्दा सामन्तवाद र साम्राज्यवादको शोषण, दमन र हस्तक्षेपका कारण हामी पछि परेको हो। विद्यार्थी भाइ बहिनीहरू, युवाहरू, हामी युवाहरूलाई देशभरि संगठित गर्थ्यौं र अभियान चलाउँथ्यौं। तर यता शान्ति सम्झौता र संविधान सभापछि हामीले त्यसो गर्न छोड्यौं। हामी काठमाडौँमै सरकार र सत्ताको समीकरणको कार्यनैतिक त्यो कामै होइन चाहिँ म भन्दिनँ, त्यो पनि काम चाहिँ हो। तर त्यो कार्यनैतिक कुरा थियो, त्यो ट्याक्टिकल कुरा थियो। हामी स्ट्रेटेजीलाई हामीले छोड्यौं या भुल्यौं या अवमूल्यन गर्यौं। विचारको महत्त्वलाई, निरन्तर स्कुलिङको आवश्यकतालाई, निरन्तर त्यसको विकास र परिमार्जनको प्रक्रियालाई हामीले छोड्यौं या अवमूल्यन गर्यौं अथवा ध्यान दिएनौं। दिनदिनैका सानातिना सुधारका कामहरू, सरकारको समीकरण बनाउने, प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका प्रदेशमा चाहिँ निर्वाचित हुने, यो कुरालाई हामीले रणनीति जस्तो बनाउन पुगियो। यही नै सबै हो जस्तो गरियो। मेरो विचारमा संश्लेषित रूपमा भन्नुपर्दा, कम्प्रिहेन्सिभ रूपमा भन्नु पर्यो भने गल्ती हाम्रो कम्युनिस्टहरूको त्यहीँनिर भयो भन्ने मलाई लागेको छ। हामीले विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरालाई
ध्यान दिएनौं। हामी त्यता लाग्यौं, हाम्रा बैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरू भने रणनीतितिर लागेछन्। उनीहरू चाहिँ नेपालमा यी कम्युनिस्टहरू चाहिँ बडो यिनीहरू चाहिँ बढी भएका छन्, यिनलाई जसरी नि ठिक गर्नुपर्छ, त्यसकारण उनीहरूले 20 वर्ष योजना बनाएछन्। रणनैतिक रूपले, वैचारिक रूपले, प्राविधिक रूपले यहाँका क्रान्तिकारी, यहाँका जनतालाई के गरी डिमोरलाइज गर्न सकिन्छ, के गरी भ्रमित गर्न सकिन्छ, के गरी निस्तेज पार्न सकिन्छ भन्ने कुराका ठुल्ठुला रणनीतिक योजना उनीहरूले बनाएछन्। हामीले अलिअलि त थाहा पाइन्थ्यो, बैरीहरू लागिरहेछन् भन्ने कुरा त थाहा पाइन्थ्यो, तर यही स्तरमा, यही रूपमा, यसरी नै एकै दिनमा नेपाललाई नै विध्वंस पार्ने गरी तयारीमा लागेको चाहिँ लाग्दैन थियो। भने पनि त्यो स्तरमा आउँदैनन् होला भने जस्तो भ्रम पालिएछ हामीले। मेरो विचारमा अरू थुप्रै गल्ती कमजोरी कहाँ भयो भन्ने भन्दा मूल कुरा र चुरो कुरा हामीले नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही न केही विमुख हुन पुग्यौं। यही नै मुख्य कमजोरी भयो भन्ने मलाई लाग्छ। त्यसैको परिणाम उनीहरूले बाकायदा तयारी गरे। हाम्रा युवाहरूको दिमाग कसरी क्याप्चर गर्नुपर्छ भन्नेमा उनीहरूको यत्रो ध्यान केन्द्रित भएछ, हामीले त्यसमा ध्यान दिनै छोडेछौँ। मैले अस्ति एउटा कार्यक्रममा भनेको थिएँ, चिनिया क्रान्तिको इतिहासमा अफिम युद्ध साम्राज्यवादीहरूले चिनिया जनतालाई के गरी चाहिँ लुट्ने, त्यहाँको साधन स्रोत कसरी कब्जा गर्ने भन्दा उनीहरूले जनतालाई अफिमको लत बसाइदिने। आम रूपमा जनतालाई अफिम खुवाएर लट्ट परेपछि के को राष्ट्रिय स्वाधीनता, के को क्रान्ति, के को परिवर्तन केही गर्न परेन। अनि साम्राज्यवादीले मजाले चीनको साधन स्रोत आफ्नो कब्जामा पार्थे। यो पटक हाम्रो त्यो गल्तीका कारण हामीले निरन्तर स्कुलिङ गर्न नसक्दा नयाँ पुस्तालाई हाम्रो त्यो कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन्। मैले जनताको अपमान गर्न खोजेको होइन। कस्तो अफिम? सोसियल मिडियाबाट अल्गोरिदमिक म्यानिपुलेसन जो भन्ने गर्छौँ हामी, त्यो अफिमै हो। लट्ठ पारिदिए सबैलाई। अब हामीले पनि अफिम युद्ध चलाउन पर्ने भएको छ। हामीले पनि अर्को कुनै उपाय छैन। जुन दिन अफिमको नसाबाट जसरी चिनिया जनता मुक्त भएपछि क्रान्ति अगाडि बढेको थियो, यहाँ पनि सोसियल मिडियाको अफिम बाट नेपाली युवाहरूलाई दुरुस्त पार्न सक्यौं भने युवाहरूले राष्ट्रको स्वाधीनताको निम्ति फेरि बलिदान गर्ने आँट नेपालीहरूले गर्छन्, नेपाली जनताले गर्छन्। त्यो काम हामीले गर्नुपर्ने छ, हामीले गर्नै पर्छ। र त्यो गर्नेमा इतिहास साक्षी छ। 6 सालमा कम्युनिस्ट पार्टी कमरेड पुष्पलालको नेतृत्वमा स्थापना भएदेखि राष्ट्रिय स्वाधीनताको पक्षमा दह्रोसँग उभिने पार्टीको रूपमा कम्युनिस्ट पार्टी नै भयो। चाहे दिल्ली सम्झौताका विरुद्ध चिनियामान काजीको हत्यादेखि सुरु भएको राष्ट्रिय स्वाधीनताको आन्दोलन, त्यसको नेता चाहिँ कम्युनिस्ट आन्दोलन नै भयो, वामपन्थीहरू नै भए। अहिले पनि राष्ट्र जस्तो सङ्कटमा छ, यसलाई रक्षा गर्ने प्रमुख जिम्मेवारी कम्युनिस्ट पार्टी र वामपन्थीहरूको नै छ। अहिले सबभन्दा बढी चिन्ता तपाईँ हामीलाई नै भएको छ, जसले यो परिवर्तन ल्याउन त्यति ठुलो विद्रोह, आन्दोलन, संविधान सभा इत्यादि इत्यादि गरेर यहाँ आइपुग्यौँ। उनीहरूलाई नै सबभन्दा बढी चिन्ता छ यो राष्ट्र
किनभने प्रतिक्रान्ति त 24 गतेबाट प्रतिक्रान्ति नै अगाडि बढेको हो, त्यहाँ कन्फ्युजन हुन पर्दैन, त्यो प्रतिक्रान्ति नै हो। तर त्यो प्रतिक्रान्ति कम्प्लिट भएको छैन। कमरेडहरू र मित्रहरू, साम्राज्यवादीहरू, विदेशी प्रतिक्रियावादी र देशभित्र तिनका दलालहरू त्यो प्रतिक्रान्ति कम्प्लिट पार्ने मिसनमा छन् अहिले पनि। निर्वाचनपछि र सरकारले जसरी यहाँका उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका विरुद्ध गतिविधि गरेको त अब त उदङ्गो भइसकेको छ। उसको पहिलो काम हजारौं र लाखौं सुकुम्बासीहरूलाई बिचल्ली पार्नु प्रष्ट देखियो। उसको दोस्रो काम सिमानामा बडो दुःख गरेर जीविका चलाउने मधेसी जनता, गरिब मधेसी जनताको चाहिँ छातीमा बुट बजार्ने काम भयो। 100 रुपियाँ भन्दा बढी कर लाग्छ भनेर मधेसमाथि प्रहार भयो, मधेसी जनतामाथि प्रहार भयो। तेस्रो, विश्वव्यापी रूपमा स्थापित ट्रेड युनियन अधिकारमाथि प्रहार गरियो, विद्यार्थी आन्दोलनमाथि प्रहार गरियो, थुप्रै। त्यसपछि नेपालमा पहिलोचोटि नेपालको राष्ट्रिय संवेदनशीलता चीन र भारतको बीचमा हुनुको नाताले हाम्रा केही त्यस्ता फन्डामेन्टल नर्म्स र भ्यालुजहरू छन्। नेपालको असंलग्नता, एक चीनको नीति, चीन विरोधी गतिविधि हुन हामी दिने छैनौं भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन 50औं वर्षदेखि। तर यो पटक उल्लङ्घन गरियो। दलाई लामाको जन्मोत्सव, बधाई। अब जन्माउनेहरूको नयाँ दलाई लामा उस्तै परे नेपालमा भन्ने पनि हल्लाखल्ला छ। यो सबै सामान्य कुरा छैन कमरेडहरू, यो सामान्य कुरा होइन। धेरै गम्भीर चिजहरू यहाँ छन्। अब यसको सामना गर्ने भनेको वामपन्थीहरूले नै हो। त्यसकारण म के भन्नु, अहिले म ठुला दार्शनिक कुरा गरेर दिमाग खराब गर्न चाहन्न। गर्न त सकिन्छ, द्वन्द्वात्मक भौतिकवादको व्याख्या गर्न सकिन्छ, मार्क्सवाद लेनिनवाद माओवादको नि सकिन्छ, अरू नै भन्न सकिन्छ। मलाई मार्क्सको एउटा भनाइ जहिले पनि, जब साथीहरूले मलाई यस्तो संविधान चाहिन्छ उस्तो चाहिन्छ भन्न थाल्दाखेरि मैले मार्क्सले भनेको कुरा जहिले नि सम्झिन्छु क्या। युरोपमा त्यति बेला चाहिँ बुद्धिजीवीहरूले संविधान कस्तो हुनुपर्छ भनेर धेरै चाहिँ छलफल, बहस, अध्ययन, लाइब्रेरी सब चाहेर असाध्यै राम्रो संविधान बनाउने, यो संविधानमा जनतालाई यो अधिकार, जनतालाई त्यो अधिकार दिनुपर्छ, यसरी दिनुपर्छ भन्ने मार्क्सलाई चाहिँ एकदम त्यसले चाहिँ धेरै आवेगमा आउनुभयो मार्क्स। यस्ता कागजका खोस्ताले चाहिँ जनताले अधिकार पाउँछन्? तिमीहरूसँग सेना छ, हतियार छ, सेनालाई चाहिँ ठिक ल्याछौ, जनता छ तिमीहरूसँग, कोठामा बसेर बौद्धिक विलास गरेर यस्तो संविधान त्यस्तो संविधान भनेर संविधान बन्ने पनि होइन, बनेर त्यसले काम गर्ने पनि होइन। यो कागज बाहेक केही नै हुँदैन। कार्ल मार्क्सले भनेको कुरा म सम्झिन्छु। अहिले पनि हामीलाई ठुल्ठुला फिलोसफीका कुराले धेरै काम दिँदैन। राष्ट्र सङ्कटमा छ, जनताले प्राप्त गरेका अधिकारहरू अपहरण हुन गइराखेका छन्, अपहरण भइराखेका छन्, उपलब्धिहरू खोसिएका छन्, उत्पीडित वर्ग समुदायमाथि उत्पीडन र निरङ्कुशता लाद्ने जमर्को भइराखेका छ। त्यसबाट नेपाली जनतालाई फेरि अगाडि ल्याउनु छ हामीले। त्यसको निम्ति चाहियो के त? म अब सक्नेतिर गएँ। चाहियो साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय स्वाधीनताको निम्ति आन्दोलन यसरी गर्ने सिद्धियो कुरा। यसमा हाम्रो सुदर्शनजीलाई पनि आपत्ति पर्ने कुरा हुँदैन, हामी कसैलाई पनि आपत्ति हुँदैन नि। तपाईँ मार्क्सवाद लेनिनवाद माओवाद भन्दै गर्नु जति भने नै हुन्छ, तर राष्ट्रिय स्वाधीनताको निम्ति लडाईँ लड्न तयार हुने त्यो कार्यक्रममा साझा बनाऊ। अनि नेपालका गरिब मजदुर, किसान र उत्पीडित वर्ग समुदायका अधिकार खोज्ने जो दुस्साहस भएको छ त्यसका विरुद्ध जनतालाई सङ्गठित आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने सिकाएको त उनीहरूले छन्। तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ। माओले भन्ने गर्नुहुन्थ्यो, यु फाइट योर वे, वी फाइट आवर वे। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएछन् नि हामीलाई। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ। अहिले हामी पार्टीहरू, वामपन्थीहरूले मानौ एकछिनलाई
एउटा निश्चित कार्यक्रम बनाइयो, साझा न्यूनतम कार्यक्रम, र हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त, धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने? हामी सबैले सोच्न पर्यो एकचोटि, नत्र बर्बाद हुन सक्छ। किनभने मैले भने प्रतिक्रान्तिको यो प्रक्रिया कम्प्लिट भएको छैन। कम्प्लिट गर्ने तयारीमा उनीहरू पनि छन्। हामीले पहिले जस्तै अब फेरि सरकार बनाउने र गिराउने खेलतिर लाग्यौँ भने अर्को प्रतिक्रान्ति क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन पनि सकिन्छ। त्यसकारण अहिले समय छ, यो नै समय हो हामीले राम्रोसँग हामीलाई एकताबद्ध गर्ने, ठुल्ठुला गफ गर्न छोडिदिउँ, अब एक्सनमा जाने तयारी गरौँ। त्यो सम्भव छ, त्यो सम्भव बनाउनै पर्ने छ। त्यसकारण साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग समुदायका हक अधिकारको रक्षा, संविधानको रक्षा, गणतन्त्रको रक्षा, त्यसको निम्ति हामी सबैको साझा पहल कदमी। अहिले भर्खरै पार्टी एउटै हुने स्थिति छैन, त्यता टाउको नदुखाउँ झमेला। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ हाम्रो। किनभने मैले अस्ति नै पनि भनेको थिएँ एकचोटि मदन भण्डारीको कार्यक्रमको क्रममा, पार्टी एकता पहिलाको समीक्षा नगरिकन र अलिकति अब चाहिँ बिग्रिँदैन भन्ने कुरा एक हदसम्म सुनिश्चित नगरिकन पार्टी एकता गरेर फेरि हतारमा गरेर फुर्सदमा पछुताउनु अब हुँदैन।